साथीहरू 1 महिना अगाडि खनाउँदाखेरि भाइरल भएको 1000 पिस खनाउँदाखेरि भाइरल भएको यो टोपी यो विक सकिन लागेको कारणले गर्दाखेरि मैले एउटा फेरि भिडियो बनाएर हालेको छु। अब चाहिँ मसँग आयो भनेर होइन सकिन लाग्यो है भनेर भिडियो बनाऊ। झन्डै 1 महिना आसपास हुन आँट्यो होला होइन। अगाडिको भिडियो तपाईँहरूले एकदम धेरै रुचाइदिनु भएको थियो। यो एकदम लाउन खोल्न सजिलो खाले टोपी। यदि यो टोपी चाहिएको छ भने चाँडो गर्नु होला। अब सकिन लागेको छ, सकेपछि फेरि आउनु अलिकति टाइम लाग्न सक्छ। मार्केटको रेट तपाईँहरूलाई थाहा छँदैछ 10, 12, 15 सम्म छ यसको रेट होइन, तपाईँलाई थाहा छँदैछ। र यो हामीसँग मात्र 7,500 रुपियाँमा तपाईँले पाउनुहुन्छ। र अझै सस्तोमा चाहियो भने हामीसँग 5,000 जाने कपाल पनि छ है। जुन मार्केटमा 5500, 6,000 यो त्यो भनेर बेचिरहेछन् नि, 7,500 काटेर 5500 यो त्यो भनेर बेचिरहेको कपाल पनि मसँग छ 5,000 मात्रामा होइन। र हामी त्यही भन्छौँ, पहिला मार्केट पुरै घुम्नुहोस्, त्यस पछाडि मेरोमा आउनुहोस्, तपाईँलाई पनि सजिलो मलाई पनि सजिलो। बार्गेनिङ गर्न हाम्रोमा सख्त मनाइ छ, सुरुमै भनिदिइहाल्छौँ होइन। हामीले लेखेर पनि आइछ, किनभने बार्गेनिङ गर्नै पर्दैन हाम्रोमा आइसकेपछि तपाईँले चाहिँ। र यदि यो कपाल तपाईँलाई चाहिएको छ साइड जाने कपाल भनेदेखि चाहिँ मसँग सकिन लागेको छ, स्टक सिद्धिन लागेकोले गर्दाखेरि मैले तपाईँलाई भिडियो बनाएर यो हालिरहेको छु। यदि कसैलाई चाहिएको छ भने चाँडोभन्दा चाँडो सम्पर्क गर्नु होला है। साइजहरू एडजस्ट गर्न मिल्छ, लाउन खोल्न एकदम सजिलो छ। तपाईँले हेलमेट सेलमेट सबै कुरा गर्न सक्नुहुन्छ, झगडा चाहिँ नगर्नु होला, अरू सबै गर्न मिल्छ है। तानातान बुवन चाहिँ निक्लिन्छ, त्योदेखि बाइकमा तपाईँको नाच्दा गाउँदा उफ्रिँदा कुद्दा नाच्दा अब पौडी खेल्दा सौडी खेल्दा फुटबल खेल्दा केहीमा पनि तपाईँको इस्यु छैन। 100, 150, 200 को स्पिडमा गए पनि बाइकमा तपाईँ लडे तपाईँको जिम्मा, यो लडे मेरो जिम्मा, मैले भन्ने नै गरेको छु है। तपाईँलाई यदि यस्तो साइड जाने कपाल मन परेको छ र चाहिएको छ भनेदेखि सिम्पल डिजाइनमा कपाल चाहिएको छ भने चाँडो सम्पर्क गर्नु होला। सकिसकेपछि फेरि 1-1.5 महिना पछाडि मात्रै तपाईँले मलाई सम्पर्क गर्नु होला। आएपछि फेरि हामीले भिडियो बनाएर हालिहाल्छौँ। हस् त, मैले यही जानकारीको लागि यो एउटा भिडियो बनाएको, सानो क्लिप्स बनाएको छु। राम्रो लाग्यो भने भिडियो र तपाईँलाई काम लाग्दो लाग्यो या तपाईँको आफन्तहरूलाई काम लाग्दो जस्तो लाग्यो यो भिडियो भनेदेखि चाहिँ कृपया लाइक शेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। केही कमेन्ट छ, केही क्वेरी छ भनेदेखि तपाईँले मलाई मस्त आनन्दले सोध्न सक्नुहुन्छ। आफ्नै छोटे भाइ सम्झेर सोधे पनि हुन्छ होइन, केही गाह्रो छैन। मैले जानेसम्म म बुझाइदिइहाल्छु है त। हस् त, धन्यवाद।